साथीहरु वेलकम हामी चाहिँ कहाँ जान्छौँ मेरो साथी जान्छ कस्तो लागिरहेछ यतापट्टि बमी गर्ने मान्छेहरू पनि छन् है धेरै मान्छेहरू तर बमी गऱ्यो भने त मलाई वाक्कै लाग्छ हौ हेर न तिनीहरू पनि उसो र त गाइस मान्छे यस्तो लाग्छ सेन्सेले त के भन्छ भन्दै कता राख्ने सिट रहेछ क्या यतापट्टि ओके सिट बेल्ट पनि लगाइसकेँ हामीले सिट बेल्ट पनि लगाइसक्यो अनि भित्र पनि 3-4वटा कपडा लाग्छ है मैले त्यही तर यो चाहिँ ज्याकेट चाहिँ सेम छ त्यही भएर मैले यो लगाएको है साथी र मैले सँगै सपिङ गरेको थिएँ कि त्यही भएर मास्क पनि यस्तो छ सो म त सिधै सेन्सेसँग ब्लग बनाइदिन्छु नि सिट बेल्ट चेक गरेर आज सेन्सेले अरे हाम्रो साथीले अब एकछिनमा हिँड्नुपर्छ यहाँबाट एकछिनमा हिँडेपछि टक्क लगाएर म चाहिँ माइक एड गर्छु माइक पनि सक्छु म चाहिँ माइक एड गर्छु हेलो यो भएर त कस्तो भ्लग बनाउनु पनि कति रमाइलो तिहै पलायो बैगुनीको माया मलाई चाहिँ कस्तो बस के हो हामी नेपालको कचाडा रोडमा पुग्यो क्या पुरै हालिन्छ जमजम भइरहेछ अन्डरग्राउन्ड चाहिँ हामी अन्डरग्राउन्डमा छौँ है अन्डरग्राउन्डमा चाहिँ ट्राभल गरिरहेको छौँ सो आजको भ्लग चाहिँ स्पेसल हुने चाहिँ सबैसँग बनाउँदैछु यता चाहिँ पहाडी इलाका छ अनि उतापट्टिबाट चाहिँ हामी चाहिँ अहिले हिँडेको लगभग 10 मिनट भयो अनि त्यसपछि हामी नमस्ते मेरो नाम चाहिँ बान्दारी मोहन मलाई चाहिँ बान्दारी भन्नुहुन्छ तर आज चाहिँ हामी स्कुलबाट सबैजना के भन्छ यसलाई अब जापानिजबाट त रेको भन्छ हैन केन्स्यु रेङको तर आज हामी चाहिँ यसो स्कुलबाट घुम्न जाँदैछौँ नेपालीमा चाहिँ भ्रमण भन्छ औपचारिक भ्रमण भन्नु रहेछ हाम्रो मिलनजीले सब सिराबे गरेर आउनु भएको रहेछ किनकि हाम्रो चाहिँ ब्लगर हो नि त उहाँ चाहिँ पहिला नैदेखि एक्टिभ भइरहनुहुन्छ कि यस्ता के बोल्नुपर्छ कसरी बोल्नुपर्छ सब थाहा छ नि त मलाई चाहिँ अलि थाहा छैन माया देखाइदिनु होला सबैले माया देखाइदिनु होला सेयर सब्सक्राइब लाइभ गरिदिनु होला हैन ल यति भन्दै मेरो सानो मन्तव्य व्यक्त गर्दै चाहन्छु अब चाहिँ म चाहिँ सुतिसकेको अवस्था छ मैले लाइट कापेर अनि त्यसपछि अब केही भन्नु पर्ने छैन यसपछिको चाहिँ अलि कम्फर्टेबल हुन्छ कि नभएपछि यसमा चढ्नु पर्यो मेरो कपडा पनि उ छ त्यस्तो छैन माइक खुले
सो आज हामी चाहिँ गएर छौँ ह्योगो केन्नो कितामा रहेको नामै थाहा छैन कि मलाई त भुलिहाल्छु कि एकदम चाहिँ पहिलोचोटि सुनेको नाम हो त्यही भएर भुलिहालेँ कि बसा लिइरहेको छु अनि त्यसपछि फर्स्टचोटि गएर आउँछु नाम मैले भुलिहालेँ अनि त्यसपछि चाहिँ अब म नाम चाहिँ पछि सबैले सोधेर बताइदिन्छु अनि अहिले चाहिँ म चाहिँ नाइट काम गरेर आएर निन्दा पनि लागिरहेको छ सुन्नु मन लागिरहेको छ तर सबैले हल्लाएर अलि इन्जोय गरेर ऊ चाहिँ मेरो साइडमा बसेर चाहिँ मेरो अमित साथी अमित राणा मगर छ ऊ चाहिँ एकदम इन्जेबल छ कि केटा अनि त्यसपछि रमाइलो भइरहेको छ कि उसँग चाहिँ हिँड्नु डुल्नु पनि रमाइलो लाग्छ पछाडि केटाहरू छ ब्याक बेन्चर अनि यताबाट पनि एक दुईजना लुकी हेर्दैछन् मलाई लुकी हेर्दैछ मलाई लाजै लागेको छैन कसैको आज चाहिँ जेसुकै होस् अनि अब म चाहिँ चस्मा लाएर अब यो चाहिँ ब्रान्डेड चस्मा हो मेरो चाहिँ ब्रान्डेड चस्मा हो मैले चाहिँ ब्रान्डेड होइन बाहिर अनलाइनबाट किनेको चस्मा हो सिट बेल्ट लाएर चाहिँ एकछिन अघि पनि सिट बेल्ट चेक गर्न आएको थियो त्यही भएर सिट बेल्ट कस्से चाहिँ कम्मर अनि 3-4वटा कपडा लाछु अनि त्यसमा पनि के भन्छ एसी लगाएर पुरै गर्मी भएको छ कि बसमा डेली गर्मी भएको छ त्यही पनि ठिक छ रमाइलो भइरहेको छ अनि मोबाइलमा चार्जर सिद्धिन्छ त्यही पनि मैले पावर ब्याङ्क पनि बोकेको छु जहाँसम्म हुन्छ सबै सर्टहरू चाहिँ राख्ने कोसिस गर्छु होला सायद मैले चाहिँ यो भ्लग बनाउनुको मुख्य उद्देश्य ऑब्जेक्टिभ भनेको चाहिँ के हो भन्दाखेरि हैन मैले अब पछि यहाँबाट गएकोबाट मतलब छोडेर जाँदा पनि गएको मतलब सिधै पनि या गएको सिधै पनि पछि चाहिँ चाहिन्छ कि मेमोरी हुन्छ नि इन फ्युचर सो मैले चाहिँ भ्लग बनाएर बस पनि ठुलो रहेछ भ्लग कति छ 50 सिट छ 50 सिट होला हामी त कति 48 जना ट्राभल गरेर छौँ यस बसमा 2 जना चाहिँ बसको स्टाफहरु भन्दाखेरि 50 जना 3 जना 3 जना त हैन होला बसको स्टाफ 2 जना चाहिँ बसको स्टाफ भने चाहिँ 50 जना छौँ यो बसभित्र अहिले चाहिँ हामी ट्राभल गरेर आएको 50 जना 48 जना चाहिँ हाम्रो सेसी लगायत विद्यार्थीहरुको टोली भयो अनि त्यसपछि सेसी भन्दाखेरि अब नेपालबाट हेर्दिनु हो भने मैले सेसी भन्ने चाहिँ काको या रेउको भनिरहेछ मैले त्यतिखेर यताबाट स्क्रिनमा चाहिँ इंग्लिशमा बोल्दाखेरि ठ्याक्क लेखेर राखिदिन्छु यो भने चाहिँ यो भनेर अनि त्यही अलि बोल्दाखेरि त्यही आउँछ कि पुस्किन्छ सो बानी परिरहन्छ त स्कुलमा बोल्दाखेरि अहिले ठ्याक्क पहाडी इलाकामा यताबाट के भन्छ त्यसलाई पाप बस्या चाहिँ त्यो केही देखाएर छैन बाहिर पनि अनि बाहिर पछिबाट आउला गाइस एकछिन पछि भेट्नेछौँ एकछिन सिनेम्याटिक चेक गर्नुस् है तपाईँ